भगवान श्रीकृष्णको चमत्कारिक जन्म र बाललीलाहरू। कल्पना गर्नुहोस्, एउटा नवजात शिशुको जन्म कारागारभित्र हुन्छ। बाहिर सयौं सैनिकहरू पहरा दिइरहेका छन्। एउटा निर्दयी राजा त्यो शिशुलाई जन्मने बित्तिकै मार्न पर्खिरहेको छ। बाहिर भीषण वर्षा र आँधी चलिरहेको छ। तर अचानक एउटा अचम्मको घटना हुन्छ। कारागारका फलामका ढोकाहरू आफै खुल्छन्। कैदीका जन्जिरहरू आफै फुट्छन्। सबै सैनिकहरू गहिरो निन्द्रामा पर्छन्। अनि एक पिता आफ्नो नवजात शिशुलाई टोकरीमा राखेर उर्लिरहेको यमुना नदी पार गर्न निस्कन्छन्। नदीको पानी आफै बाटो छोड्छ र विशाल शेषनागले आफ्नो फन फैलाएर त्यो बालकलाई वर्षाबाट जोगाउँछ। साथीहरू, यो कुनै काल्पनिक कथा होइन। यो संसारका करोडौं मानिसको आस्था र विश्वासको केन्द्र भगवान श्रीकृष्णको जन्म कथा हो। एक यस्तो बालक जसको जन्म अन्धकारमा भयो, तर जसले सम्पूर्ण संसारलाई धर्म, प्रेम र ज्ञानको उज्यालो दिनुभयो। आज हामी भगवान श्रीकृष्णको चमत्कारिक जन्मदेखि उहाँको मनमोहक बाललीला सम्मको यात्रा गर्नेछौँ। यो कथा सुरु हुन्छ प्राचीन मथुरा नगरीबाट। त्यहाँ राजा कंसको शासन थियो। कंस अत्यन्त शक्तिशाली थिए, तर त्यति नै क्रूर र निर्दयी पनि। आफ्नी बहिनी देवकीको विवाह वासुदेवसँग भएको दिन कंस स्वयं व्रत चलाएर उनीहरूलाई घर पुर्याउने उनले प्रण लिए। त्यही बेला आकाशबाट दिव्य आवाज आयो, हे कंस, देवकीबाट जन्मिने 8औं सन्तान नै तिम्रो मृत्युको कारण बन्नेछ। यो सुन्न साथ कंसको अनुहार फेरियो। बहिनी प्रतिको प्रेम एकैछिनमा डरमा बदलियो। उनले तरबार निकालेर त्यही ठाउँमा देवकीलाई मार्न खोजे। वासुदेवले हात जोडेर भने, महाराज, कृपया देवकीलाई नमार्नुहोस्। हामीबाट जन्मिने हरेक सन्तान तपाईलाई नै सुम्पिदिनेछौँ। कंसले देवकीको ज्यान त बचाए, तर दुवैलाई कारागारभित्र बन्दी बनाए। समय बित्दै गयो। देवकीका एक पछि अर्को गरी 6 जना सन्तान जन्मिए, तर प्रत्येक निर्दोष शिशुलाई कंसले आफ्नै हातले हत्या गरिदिए। भविष्यवाणीबाट बच्न उनले निर्दोष बालबालिका समेत बाँकी राखेनन्। जब 7औं गर्भ रह्यो, भगवानको मायाले त्यो गर्भ रोहिणीको गर्भमा सारियो। पछि यही बालक बलरामका रूपमा जन्मनुभयो। अब सबैको प्रतीक्षा 8औं सन्तानको थियो। भाद्र महिनाको कृष्ण पक्षको अष्टमी मध्यरातको समय अचानक कारागार दिव्य प्रकाशले भरियो। भगवान विष्णु आफ्नो चतुर्भुज स्वरूपमा देवकी र वासुदेवको अगाडि प्रकट हुनुभयो। उहाँले भन्नुभयो, धर्मको रक्षा गर्न र अधर्मको अन्त गर्न म मानव रूपमा अवतार लिएको छु। अब मलाई गोकुल पुर्याऊ। त्यहाँ नन्द र यशोदाले मेरो पालन पोषण गर्नेछन्। केही क्षणमै भगवान विष्णुको दिव्य स्वरूप एउटा सुन्दर नवजात बालकमा परिणत भयो। त्यसपछि एकपछि अर्को चमत्कार हुन थाल्यो। कारागारका सबै ढोकाहरू आफै खुल्न थाले। जन्जिरहरू आफै फुटे। पहरेदारहरू गहिरो निन्द्रामा परे। वासुदेवले बालकृष्णलाई टोकरीमा राखेर वर्षाको रातमा यात्रा सुरु गर्नुभयो। यमुना नदी बाढीले उर्लिरहेको थियो, तर वासुदेव नदीमा पुगेपछि पानी आफै घट्दै गयो।
माथिबाट शेषनागले आफ्नो विशाल फन फैलाएर बालकृष्णलाई वर्षाबाट जोगाइरहे। उता गोकुलमा नन्द र यशोदा घरमा एउटी कन्याको जन्म भएको थियो। वासुदेवले भगवानको आदेश अनुसार दुवै बालबालिकाको अदला बदल गर्नुभयो र पुनः कारागार फर्किनुभयो। फर्किएपछि फेरि ढोकाहरू बन्द भए, जन्जिरहरू बाँधिए र सबै कुरा पहिले जस्तै भयो। जब कंसलाई 8औं सन्तान जन्मिएको खबर आयो, उनी दौडिँदै कारागारमा पुगे। उनले त्यो कन्यालाई मार्न खोजे, तर कन्या उनको हातबाट छुटेर आकाशमा देवी योगमायाको रूपमा प्रकट भइन्। उहाँले भन्नुभयो, हे कंस, तिम्रो अन्त गर्ने व्यक्ति त अन्यत्र जन्मिसकेको छ। यो सुनेर कंस झन डराए। उनले सबै गाउँमा त्यो बालकलाई खोज्ने आदेश दिए। यता गोकुलमा कृष्ण प्रेम र ममताको वातावरणमा हुर्किँदै जानुभयो। उहाँ सबैलाई हँसाउने, सबैको मन जित्ने, चञ्चल तर नटखट बालक हुनुहुन्थ्यो। उहाँलाई माखन धेरै मन पर्थ्यो। साथीहरूसँग गोपीहरूको घरमा गएर माखन चोर्नु, सबैसँग बाँडेर खानु अनि निर्दोष मुस्कान दिनु, यही उहाँको प्रिय खेल थियो। त्यसैले उहाँलाई प्रेमपूर्वक माखनचोर भनियो। एक दिन साथीहरूले यशोदालाई भने, आमा, कृष्णको माटो खानुभएको छ। कृष्णले माटो खानुभएको छ भनेर यसरी सुनेपछि यशोदाले मुख खोल्न लगाउँदा माटो होइन, सम्पूर्ण ब्रह्माण्ड देख्नुभयो। सूर्य, चन्द्रमा, तारा, नदी, पहाड, समुद्र अनि आफूलाई समेत। त्यस क्षण उहाँले बुझ्नुभयो कि आफ्नो काखमा खेलिरहेको बालक वास्तवमा स्वयं परमेश्वर हुनुहुन्छ। कंसले कृष्णलाई मार्न अनेक राक्षसहरू पठाए, पुतना विष खुवाउन आइन्, तर कृष्णले उनको उद्धार गर्नुभयो। ऋणावर्त, सक्टासुर र अन्य धेरै दुष्ट शक्तिहरूलाई बालकृष्णले पराजित गर्नुभयो। पछि उहाँले यमुना नदीलाई विषाक्त बनाएको कालिय नागमाथि नृत्य गरेर त्यसलाई परास्त गर्नुभयो र नदीलाई फेरि शुद्ध बनाउनुभयो। त्यसपछि देवराज इन्द्र रिसाएर गोकुलमा 7 दिनसम्म मुसलधारे वर्षा गराए। सम्पूर्ण गाउँ डुब्ने अवस्था आयो। त्यसबेला श्रीकृष्णले आफ्नो कान्छी औँलाले गोवर्धन पर्वत उठाएर सबै गाउँलेलाई त्यसको मुनि सुरक्षित आश्रय दिनुभयो। यस घटनाले संसारलाई एउटा महान शिक्षा दियो। साँचो शक्ति अरूमाथि शासन गर्नुमा होइन, अरूको रक्षा गर्नुमा हुन्छ। प्रिय दर्शकहरू, श्रीकृष्णको जन्म केवल धार्मिक कथा मात्र होइन, यो आशाको कथा हो। अन्धकारको बीचमा उज्यालो जन्मिन सक्छ भन्ने विश्वासको कथा हो। अत्याचार जतिसुकै बलियो किन नहोस्, अनन्त सत्य र धर्मकै विजय हुन्छ भन्ने प्रेरणाको कथा हो। सायद त्यसैले भगवान श्रीकृष्ण आज पनि करोडौँ मानिसहरूका हृदयमा जीवित हुनुहुन्छ। उहाँ केवल हिन्दू धर्मको भगवान मात्र होइन, प्रेम, करुणा, कर्तव्य, ज्ञान र मानवताको प्रतीक हुनुहुन्छ। यदि यो कथा तपाईँलाई मन पर्यो भने कृपया यसलाई सेयर गरिदिनुहोस् र अरू बीच यो कथा फैलिएर जाओस्। जय श्री कृष्ण। राधे राधे।